त्यहीले सर आफै लाग्नु भएको छ यहाँ। अनि वृक्षारोपण सरसफाई फलफुल बिरुवा रोपाइ चाहिँ चलिरहेछ सबैको सहभागितामा है। राम्रो रमाइलो भइरहेछ। सर कस्तो अनुभव भइरहेछ र? हेलो हाई अनि सबैजना गुड मर्निङ। सबैजना सन्चै आराम हुन्छ होला नि। म पनि एकदमै आरामै छु। आज मौसम पनि हल्का च्यालेन्ज गरिरहेछ तर मैले खाँदैन मात्रै हो। आज कहाँ हो भनेपछि चाहिँ यो सिन चाहिँ हो जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाको क्याम्पसमा चाहिँ हाम्रो चाहिँ आज चाहिँ फुल रोप्ने कार्यक्रम छ। ए तिमीले रोप्यो थियो? ए ल त्यस्तो चाहिँ फुल रोप्ने कार्यक्रम भइरहेछ यहाँ। हाम्रो दाइले फुल चाहिँ लगाउनु भएको त्यहीले ए यता नि छ है दाइ। अनि दाइहरूले चाहिँ आज चाहिँ गरम भन्नेको हिसाबले चाहिँ म फेरि दाइको एकपल्ट भिडियो बनाइदिन्छु। टोलीलाई देखाउँछु म। टोली कता छ भने यता रहेछ त सब। यहाँ ट्याक्कै अब यसरी चाहिँ जङ्गल गोड्ने। तिमीले यो झन् फुलो खाल्यौ नि यसरी काम हुँदैछ। मैले पनि काम गरेको छु तर भिडियो बनाएर सबै टोली भिडियो। आरु छ त्यो मैले रोपियामा जागी छ यार। त्यसले चाहिँ हामी चाहिँ तल साइडमा छौँ देखाउँछु नि त फर्स्टमा। यहाँ यता चाहिँ अलि त्यो अलिकति कति काँडा भएकोवाला त्यो गेट फुल लगाउने कुरो भइरहेको। अनि यता तल चाहिँ लगाएर भयो दाइहरूले। यो हाम्रो जलजला क्याम्पस हो। फुल रोपेपछि हरियाली हुन्छ। देखाइदिएको उता कस्तो भइरहेको भनेर। माथिबाट एकदम मजाले रोप्नु भयो। ल भयो नि त होइन मजाको भयो। शर्मा सर अनि म आइहाल्छु नि सर। अरू नभए नि यस इभेन्टमा चाहिँ आउँछु कि म हो कि नै भन्नु त हो कि नै। अनि हातमा किताब बोकेको फुल रोप्नु प्राय 2वटा फुल रोपिसकेर नि क्लासमा गएर किताब लिएर आएको। ए हो र। अब यो ल्याउने होला त सुमन यो तारबार कहिले आउने हो परसमा बनाएर भने बेलुको कोटा हालिहाल्ने है। अनि ढुङ्गा कहिले उठाउने यो त सबै परेको झुट बोले होइन। तर मलाई चाहिँ के परेको भनेपछि मलाई चाहिँ ठ्याक्कै त्यो मात्रै के फोटोसोटो मात्रै खिच्ने होइन यताउता गर्नु परेको। अनि त्यसले फोटोसोट मात्रै खिचेँ म। त्यो त फोटोसोटो मात्रै खिच्ने परिराखेँ मलाई। सो त्यहीले चाहिँ हुन्छ। अनि यहाँ चाहिँ यसरी लगा हो फुल लगाएको आज यहाँ चाहिँ त्यहाँसम्म। अनि त्यहाँदेखि फेरि यसरी लगाएको भित्र जाने। अनि यहाँ चाहिँ फेरि पुगिआएन हाम्रो के भन्छ सुमन दाइले चाहिँ यता फेरि एक्स्ट्रा आफै ल्याएर लगाउँछु भन्नुभएको। यिनले फेरि यहाँ ओसारेर काम गरिरहेको। यहाँ फेरि फुटबलर क्रिकेटरहरू छन्। मिलनले चाहिँ यता गराउँदैछन्।
सर आफै लाग्नुभएको छ यहाँ अनि वृक्षारोपण सरसफाई फलफुल बिरुवा रोपाई चाहिँ चलिरहेछ सबैको सहभागितामा है राम्रो रमाइलो भइरहेछ त्यो पनि निकाल्ने सर बाहिरको अनि सरहरू आफै सुमन दाई र सरले गराइरहनु भएको मैले चाहिँ यसो भिडियो बनाइरहेको छु किनकि मलाई भिडियो बनाउनु मात्रै भन्नुभयो क्या सर नमस्कार सर अनि तर यसरी लागि पर्नु भएको नि यसरी लागि पर्नु भएको नि होइन सो झुटो तारिफ गर्नुहुन्न तर राष्ट्रिय किनकि आफूले नै गरम भनेर चाहिँ केही गर्छु भनेर आएको मान्छेले चाहिँ गर्दै हुनुहुन्छ सो ह्याप्पी फिल भइरहेको प्राउड फिल भइरहेको मलाई चाहिँ यो सानो छ यसलाई चाहिँ नगराउने देखाइराख्नु अहिले पारि ब्याटिङ हानी बलिङ हानी अहिले छुए मात्रै हो हेर न एकचोटि फालेर हेर न एकचोटि फालेर यहाँ काम कसले गरेको भने सबै देखिरहेको सिप मैले मात्रै गरेको छैन अहिले होइन सर कस्तो अनुभव भइरहेछ सर सरको रेस्पेक्ट गर्नुपर्छ नि होइन बर्खामा चाहिँ त्यो पल्लो चाहिँ होइन धेरै ए नचिनेको के साह्रो हुन्छ सबैजनाले भनेको के ए अब के गर्ने आफै फुल जस्तो भएपछि लाज त लागिहाल्यो नि होइन फ्लड गरे होइन फेरि यसो मलाई फेरि देखे हो जनक भएको तरिका हेर त यहाँ जिस्काउने तरिका हुन्छ नि के खतरा स्किल भयो भनेको त खतरा स्किल ल्यायो त रहेछ नि तिमीले के गरेको भन त ओ यहाँ दिँदाखेरि काट्नु होला अब अझ हेर न फेरि यतै छु म ठ्याक्कै आज के भयो भने चाहिँ मेरो कपालले काट्नु पर्ने भयो हल्का होइन काटेकै छैन क्या सो काट्ने हो कि भन्ने प्लान पनि बनाइरहेको छु अनि यस्तो चलिरहेको छ यहाँ फेरि आइफोन किनिसक्यो तिमीले होइन सुमन दाईको काम हेर न ल एउटाको सर्ट हाइलाइटमा है जसको भयो नि ल एउटाको सर्ट चाहिँ हाइलाइटमा हुन्छ है ल ल ल के अरे फेरि एकचोटि रिप्ले ल एकजना भर्सेस दुईजना ल ए सराउन्ड भयो ल एकछिन खेल्दै गर्नु है म यहीँ तल जान्छु एकछिन आएँ म सो खासै आज स्पेसल त केही थिएन होइन त्यही पनि चाहिँ आज चाहिँ यसो फुल रोपाई प्लस हल्का सरसफाइ कार्यक्रम थियो त्यसमा चाहिँ मलाई चाहिँ थाहा थिएन अनि त्यसले चाहिँ सुमन दाइले चाहिँ मलाई ट्याक्क कल गर्नुभएको थियो अनि चाहिँ त्यसले म पनि पार्टिसिपेट हुन आएको यस्तो हालतमा पनि म आएको थिएँ तर केही गरेन मैले चाहिँ फोटो खिचेर सिर्फ हेल्प गरेँ होइन त्यही आजको चाहिँ आज चौधला बहुमुखी क्याम्पसमा चाहिँ फुल रोप्ने कार्यक्रम भयो आजको दिनमा चाहिँ
सो केही भएन अरू चाहिँ होइन। सो सबैजना साथीहरूले चाहिँ र सरहरूले र सोभि पदाधिकारीहरूले सम्पूर्णले चाहिँ सो तरिकाले गर्नुभयो र सम्पूर्ण सरहरूले पनि एकदम साथ दिनुभयो। त्यसमा चाहिँ सबैजनाले थ्याङ्क यू भन्दै आजको भिडियोलाई यहीँ क्लोज गर्दै म बिदा हुन्छु। हस् त, जय नेपाल।